बडी भात आइपुग्यो कहाँ बडी भात बनेमा हो कहाँ हो खै थाहा होइन मलाई पूजाको सामान मैले किन्यो अब हम अंदर जाएंगे भिडियो बनाउनु चाहिँ मिलेन के भनिदिनुहोस् होला हेलो सर सर चुपचाप छ लजाउँछ बहुत धेरै लजाउनुहुन्छ सर यहाँ चाहिँ जुत्ता फाल्नुपर्ने रे छिरे कहाँबाट जाने हो मान्छेले बनाएर अब सकिसक्यो बाहिर फोटोसोटो खिच्यो मात्र यो चाहिँ रामको भाइ लक्ष्मणको मन्दिर है यहाँ लक्ष्मण मन्दिर लेखेको हामी निस्केको टिका लाउने हो र टिका नहीं जय सिया राम खाना खाएगा के हो नाम पनि कसैलाई चिन्नुहुन्छ उहाँलाई पाउँछ राम्रो रहेछ यहाँ बस्ने अब खाना खाएगा रे सेफ सन्तोष शाहको होटल है अति बवाल
रेस्टुरेन्ट चाहिँ यस्तो प्रिमियम तर मेन्यू के हो वाट द फक खानाहरू पनि अलिक एक्सपेन्सिभ छ हेरौँ टेस्ट चाहिँ झम्सिकलमा नि रहेछ गौशालामा नि रहेछ गैरी धारामा नि मेन्यू हेरौँ है आफै मिठो छ है लोकल टेस्ट तर पैसा पनि लोकल पैसा पनि खतरा छ नि खायो ल केरा खायो माछा अरे माछा अरे माछा जस्तो छ भने माछा जस्तो छ होइन भित्र केरा हो क्या यो स्वादमा माछा जस्तो छ किन ठाउँमा नसक्नु एकजना कति भन्नु अरे Tiket penjelasan शीतलमा राख्न पाए हुन्थ्यो ए घोडालाई बाटो थाहा छ रे केटा हो घोडा आफै सर मन्दिर एक राउन्ड घुम्दो रहेछ राख्दै हेर्नु चाहिँ खै देखा त टिकट खै नगरपालिकाको मान्छे आयो भने चाहिँ 25 रुपियाँ रे बाहिरबाट चाहिँ 50 पार्किङको 10 कति रे घोडा चढ्यो 100 यति राउन्डको यतिको 50 लन्च चाहिँ यति घोराउनु माथि जानु पाउने क्या के खेल्यो अरे ठुलो उहाँ पनि जानुपर्छ यत्रो सानो यो गडी हेर्न के खाना के हो जेबमा नि पैसा दिनु परेन अति खेलौँ न के खेल्ने डिकी चाहिँ हो क्या त उताबाट बस् म यताबाट बस्छु त उताबाट भिडियो गर म यताबाट भिडियो गर्छु क्या मेरो एङ्गल ल ल ल यो चाहिँ खै अदालत र प्रिजन है केटाहरू बदमास हुने होइन है
बदमास होइन यता जेलमा ल्याएर थुनिदिन्छ है। यहाँ अदालत हुन्छ फैसला, त्यसपछि यहीँ जेल हालिदिन्छ है। एकदम यस्तो कस्तो फिल हुँदैछ तपाईँलाई नेपालको इतिहास थाहा पाउँदा? स्पिचलेस। तिम्रो हजुरबा लोक गायक स्वर्गीय कृष्ण विक्रम थापा उहाँ चाहिँ गीत गाउँदै हुनुहुन्छ है। एन्टी लाइटले अलि आएन, अलि एङ्गल अलि राम्रो निकाल्नु पऱ्यो। पोज दिएछ त्यो पनि गीत गाएको पोज। अर्को हात खतरा हात समान ल। म्युजियम चाहिँ हो है केटा हो। पहिला पहिला सोसलमा पढेकोहरू त्यो फ्ल्यासब्याक आउँछ सबै। त्यो टाइममा थ्योरी पढेको, अहिले चाहिँ यहाँ चाहिँ पुरै प्र्याक्टिकल छ। दामी रहेछ। हुन्छ मैले त हात हल्ल्या जस्तो देखिदिरह भनेको भिडियोमा। पढाइ केटा हो, म पढ्दिनँ। वीर गोर्खाली ल यो ठुलो गाडी पढमै ल। उता चाहिँ सानो गाडी, त्यो टेलिस्कोपबाट केही देख्दैन गाइस। 10 रुपियाँको हो। हेरिरहेछ मान्छेहरू। यहाँ म्युजियम छ। यो म्युजियम एकदम राम्रो छ यार, हेर्न आउनै पर्ने छ। यो अहिले तोप, ब्रिटिसहरूको तोप। यहाँ छ एउटा बिजोको मान्छे। यहाँ छ हाम्रो पृथ्वी बा। पृथ्वीनारायण शाहको छोरी है जमानाको। डोमा शाह होला होइन, पेमी डोमा शाह। ओए फुच्ची ओए उकालो चाहिँ लास्ट ठाडै छ है। यो चाहिँ खतरा छ। त्यो खुवाइ आइसक्यो कति तलबाट भाइ। ठुलो गाडी नेपाल। एकदम बवाल छ यो ठाउँको। यहाँ म्युजियममा चाहिँ आउनै पर्छ। म्युजियममा एकदम खतरा खतरा चिजहरू छ। जमानामा सोसलमा पढेको चिजहरू त थ्योरिटिकल थियो नि त। अहिले आएर हेर्दाखेरि ठ्याक्क प्र्याक्टिकल रूपमा हेर्न पाइन्छ। यहाँ आएपछि एउटा एनर्जी फिल गर्न पाउँछ। काठमाडौँबाट नजिकै छ होला, नजिकै छ भन्छ। आउनु चियर्स। के भन्छ बिग्रेको रहेछ। खोलाएर पहिला सब लगाएर रहेछ। धुलो पनि त्यस्तै एक ठाउँमा भइ नि हुन्थ्यो नि। फेरि 3 ठाउँमा जस्तो छ फेरि। हामी चाहिँ घर आइपुग्यो है। मेरो अनुहार हेरेर देख्न सक्नुहुन्छ कस्तो भयो राइड भनेर। सिन्धुलीको बाटो आएको फर्स्ट टाइम। यस्तो नराम्रो कुरै छोडौँ, बाटो देखेर तर्सिएँ म। सिन्धुलीको बाटो पुग्यो, घर आइपुग्यो। आजको लागि भ्लग यति नै। टाटा बाई बाई। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई बाई।